ल सबैजनालाई नमस्कार होइन। हामी चाहिँ यता जाँदैछौँ बुर्ज खलिफातिर घुम्न केटाहरूसँग। एकजना, दुईजना, तिनजना अनि एउटा चाहिँ यहाँ छ होइन। 4जना जाँदैछौँ बुर्ज खलिफा घर दुबई घुम्ने भनेर चाहिँ हामी गइरहेको छौँ होइन। लगभग पुग्न लागि ल यस्तै गरेर हामी चाहिँ अब यहाँ बुर्ज खलिफा झर्न लागेको छौँ। झरिसक्यो देखिएन है बुर्ज खलिफा देखिन्छ बिस्तारै। अब म अहिले देखाउँछु है सबैजनालाई। 1 मिनट पछि झरेपछि आइसकेको छ स्टेसन। ल ओके बाई। त्यस्तै गरी हामी चाहिँ झरिसकेको छौँ होइन। अब चाहिँ यहाँबाट हामी बुर्ज खलिफा ट्याक्क देखिन्छ होइन। तर यताबाट अब हामी भ्लग तँलाई भ्लग बनाउन दिनु। त्यस्तै गरी हामी चाहिँ बुर्ज खलिफा आइसकेको छौँ गाइड। अब चाहिँ म गएर तपाईँहरूलाई छ नि म सबै भिडियोहरू जोडेर तपाईँहरूलाई बुर्ज खलिफा पनि घुमेको देखाउँछु ल। हामी यति 4जना मात्रै आएको छौँ। म त हामी देखाइदिन्छु ल। अनि के छ हालखबर सबैजनाले तल कमेन्टमा लेख्नु। म मेरो युट्युब च्यानलको म लिङ्क हालिदिन्छु। अब धेरै समयपछि युट्युब च्यानल फेरि चालु गर्न लागेको हो क्या। म पहिला चलाउँथेँ अब अहिले चाहिँ कन्टिन्यू छ ल। त्यस्तै गरी हामी तल झर्छौँ है त गाइस। ल टाटा अहिलेको लागि। यो फर्स्टमा चाहिँ म तपाईँहरूलाई बुर्ज खलिफाको फेद देखाइरहेको छु ल। अहिले टुप्पी चाहिँ एकछिनमा गरेर देखाउँछु ल। अहिले मक्ख नपर्नु है बुर्ज खलिफा त आइसकेको छौँ। तर पनि हामी यो टुप्पी चाहिँ देखाउन अहिले अलिक सम्भव छैन। टुप्पी देखाउनको लागि चाहिँ हामी तलै जाँदैछौँ। केटाहरू हिँडिराखेको छन्। हाम्रो काले भाइ पछाडि छ। ऊ चाहिँ आफ्नै तालमा भिडियो बनाउँदै आइरहेको छ। अलिक पछाडि छ। हाम्रो केटाहरू चाहिँ यता छौँ हामी 3जना। एउटा पछाडि छ ल है। त्यसै गरी हाम्रो यो पार्टनर चाहिँ हराइसकेको थियो। अनि कहाँ गएछ भनेर हामीले हेर्दै फर्केर गयौँ होइन। हामी चाहिँ पर पुगिसकेको थियौँ। तर उसको चाहिँ मेट्रो कार्ड चलेन छ त्यहाँनिर। त्यही भएर ऊ चाहिँ एकदम अड्केर बसिरहेको रहेछ। अनि त्यसै गरी त्यहाँको एकजना हाम्रो इन्फर्मेसनको म्यामले चाहिँ उसलाई यता जाऊ भनेर ढोका खोलेर छिराइदिनु भयो। त्यही भएर खुसी भयो यो चाहिँ। अनि त्यस्तै गरी हाम्रो काले भाइ पनि हिँड्दैछ लुइले। काले भाइ के भन्छ हामी बुर्ज खलिफा जाँदै होइन। कस्तो लागिरहेको तँलाई भन्न त नि। किन लजाएको रहेछ कालेको मुख कहिले काले सेतो भएन होइन हाम्रो काले भाइ कालो भए पनि फेरि मनको चाहिँ एकदम सफा छ होइन। एकदम राम्रो छ। अनि त्यस्तै गरी हामी चाहिँ बुर्ज खलिफा खोइ कता देखिएन त यार। बुर्ज खलिफा के हो यार यार। काले भाइ किन लजाइरहेछ यार ल। त्यस्तै गरी हामी जाँदैछौँ है। बाई बाई गाइज। अहिले भरेतिर म म्यासेज गर्छु सबैलाई है। काले भाइ चाहिँ यता छ अनि काले भाइ भन्छ त अनि फेरि। ल गाइज है हामी चाहिँ यहाँनिर बुर्ज खलिफाको छेउछाउमा र यार हामी चाहिँ होइन। हामी चाहिँ यता र उता गर्दा गर्दै बुर्जुमानको चाहिँ मेट्रो स्टेसनमा हराएर पनि थाकिसकेको छौँ। हामी एकदम कन्फ्युज भइराखेको छौँ। जता हेऱ्यो त्यतै स्टेसन छ, जता हेऱ्यो त्यतै। त्यही भएर यो साथीले चाहिँ घरि ताजा भन्छ घरि थाहा छैन भन्छ। सब कन्फ्युज, सब सिरियस, सब भोकैमा टेन्सन भइरहेछ। मेट्रो स्टेसनमा आएर चाहिँ कुदिरहेछ। बल्ल बल्ल पत्ता लागिसकेको छ। अब केटाहरू खुसी भइसकेको छ। अब कतिवटा स्टेसन छ र बुर्जुमा? 2टा मात्र स्टेसन। ल अब चाहिँ पुगिने भयो है। थोरै कन्फ्युज भएर क्या यहाँनिर यो बाटो अलिकति। यहाँ बुर्जुमान भन्ने ठाउँमा झरेको छौँ हामी। यो खतरा स्टेसनमा 26, 19 होइन। यहाँदेखि यो अब यहाँ झर्नुपर्छ है हामीले है भयो भन्दैन त के बोल्दैन दाइले बताइदिनु भयो। अब चाहिँ कतिवटा गणेश कतिवटा तलमाथि 3 तला अनि कुन थाहा भयो अब थाहा भयो है त। ल 2 तलामाथि फाइनली हामी बर्दुबाई चाहिँ आइसकेको छौँ। बर्दुबाई चाहिँ यही हो भन्छन् साथीहरू। दिउँसोतिर चाहिँ एउटा पनि मान्छे हुँदैन रहेछ कि। बेलुकातिर चाहिँ टन्नै मान्छे हुन्छ भनेर भन्दैछन्। अब हामी चाहिँ अहिले भर्खर 12 बज्दैछ कि दिउँसोको। अनि 12 बजे नै चाहिँ अब खै त नि अब मान्छे सान्छे केही छैन। अब 12 बजे हामी चाहिँ साँझतिर आउनुपर्ने। तर हामी चाहिँ बिहानै हिँडेर चाहिँ गल्ती गरियो क्या। अब अहिले चाहिँ भर्खरै 12 बज्दैछ। यहाँ नेपाली रेस्टुरेन्टहरू छ यहाँनिर। अनि अब के खाने भनेर हामी सल्लाह गर्दैछौँ है गाइज। हामी यो नेपाली रेस्टुरेन्ट
फाइनलमा है त हेरौँ है जाम है जाम जाम ल है ल काठमाडौँको जस्तो गल्ली देखिरहेको म त ल काठमाडौँको जस्तो गल्ली नेपालको फ्ल्यागहरू पनि छ यतातिर होइन यता चाहिँ नेपाली रेस्टुरेन्टहरू नेपाली खानेकुराहरू पाउँदो रहेछ यतातिर यहाँभित्र दाइहरूले बोलाउँदै हुनुहुन्थ्यो नेपाली रेस्टुरेन्ट सगरमाथा रेस्टुरेन्ट रहेछ यतातिर सबै होइन यही रहेछ बर्दुगै चाहिँ यार कसम म त त्यस्तो ठुलो सहर सोचेको होइन रहेछ काठमाडौँको गल्ली जस्तो देखेर म त यस्तै फिल भयो यसले लिएर आएको है त दिएन पैसा तिमीहरू के भएको है पैसा मागिरहेको तिमीहरू हेर अहिले ल ल मसँग 2 सिक्का मात्र हो 1 सिक्का दिँदै त दिइराख ल अब 1 मागिए दे दे ल रिटर्न आइसक्यो हो सो गाइज हामी चाहिँ यहाँनिर पारिपट्टिबाट ढुङ्गा चढेर वारिपट्टि आएको थियौँ होइन वारिपट्टि आएपछि पनि त्यही ढुङ्गाले चाहिँ फर्काउँछ होला त्यही पैसामा भनेको त ल फेरि यता आएपछि त अर्को ढुङ्गा चढेरै जानुपर्ने अरे अनि फेरि अर्कोमा चाहिँ हामी 1 सिक्का तिरेर 1 ग्राम तिरेर चाहिँ फेरि पारिपट्टि फर्किँदैछौँ क्या होइन हामी 4 जना चाहिँ अनि हिँडिरहेछ ढुङ्गा फर्किँदैछ भर्खरै अब हेर्दै जाऊँ पुरा धुवा आउँदो रहेछ है ढुङ्गाको पनि आए या पेट्रोलबाट कति फोन राखेको है यहाँ त्यतिकै रिटर्न भइसकेकै छैन बल्ल फर्किसकेको छ ढुङ्गा अहिले गाइस चक्क लाएर ल सारा गइरहेछौँ है हामी चाहिँ पारिपट्टि छोडिदिन्छ क्या अब ल